विद्यार्थी भाइ बहिनीहरु आज म कक्षा 10 को अकाउन्टिङ इरर्स नामक च्याप्टरबाट एउटा क्वेशन लिएर आएको छु। अकाउन्टिङ इरर्स को 5 मार्क्स बाट क्वेशन आउने गर्छ एसई एक्जामिनेसनमा। त्यसमा क्वेशन एउटा मैले लिएको छु र अकाउन्टिङ इरर्स को बुझ्नुपर्ने कुरा के हुन्छ भने कहिलेकाहीँ फलोइङ इरर्स वे डिटेक्टेड बिफोर प्रिपरेसन अफ ट्रायल ब्यालेन्स भन्छ, कहिले आफ्टर प्रिपरेसन अफ ट्रायल ब्यालेन्स भन्छ। यो कुरा ख्याल गर्नुपर्छ। र इरर्सहरु दुई प्रकारको हुन्छ, एउटा वान साइडेड इरर हुन्छ, त्यसले एउटा मात्रै अकाउन्टलाई असर गरेको हुन्छ, एउटा मात्रै कुरालाई असर गरेको हुन्छ भने कहिलेकाहीँ टु साइडेड इरर हुन्छ, त्यसले दुईटा कुरालाई असर गरेको हुन्छ। त्यस्तो केसमा हाम्रो बिफोर भनेको छ क्वेशनले र वान साइडेड हो भने लेजर बनाउनु पर्छ, लेजर अकाउन्ट बनाउनु पर्छ, वान साइडेडमा लेजर बनाउनु पर्छ है। र आफ्टर भनेको छ यो बिफोर को केस, जस्तै यहाँ बिफोर भनेको छ बिफोर ट्रायल ब्यालेन्स वान साइडेड एरर हो भने लेजर बनाउनु पर्छ, आफ्टर ट्रायल ब्यालेन्स र वान साइडेड नै हो भने जर्नल बनाउनु पर्छ, जर्नल एन्ट्रीज विथ द हेल्प अफ एसयूएस PENS सस्पेन्स अकाउन्ट, एउटा सस्पेन्स अकाउन्ट क्रिएट गरेर जर्नल एन्ट्री बनाउनु पर्छ है। वान साइडेड को कुरा यो भयो। बिफोर ट्रायल ब्यालेन्स लेजर बनाउने, आफ्टर ट्रायल ब्यालेन्स वान साइडेड इरर जर्नल एन्ट्री बनाउने विथ द हेल्प अफ सस्पेन्स अकाउन्ट। र यदि इरर टु साइडेड छ भने टु साइडेड इररलाई चाहिँ आफ्टर भने पनि क्वेशनले बिफोर भने पनि हामीले जर्नल एन्ट्रिज बनाउँछौं है। अब मैले एउटा क्वेशन लिएको छु, यो क्वेशन म अब क्वेशन वान साइडेड हो कि टु साइडेड हो म बुझाउँछु, त्यसैगरी के गर्ने भन्ने पनि भन्छु, त्यसबाट यो कसरी गरिन्छ त्यो पनि हेरौँला। अब मैले अघि पनि पढे फलोइङ एरर्स वेयर डिटेक्टेड बिफोर प्रिपरेसन अफ ट्रायल ब्यालेन्स। यहाँ बिफोर भन्यो वान साइडेड एरर हो भने हामीले लेजर बनाउनु पर्छ, टु साइडेड एरर हो भने जर्नल बनाउनु पर्छ। अब क्वेशन नम्बर ए मा भनेको छ हाउस रेन्ट पेड ₹5000 वाज रङली डेबिटेड टु वेजेस अकाउन्ट। अब पहिला विद्यार्थीहरुले के बुझ्नु पर्छ भने यहाँ के भयो त, एउटा हाउस रेन्ट इफेक्ट गर्यो, अर्को वेजेसलाई इफेक्ट गर्यो, दुईटा अकाउन्टलाई इफेक्ट गर्यो, यो टु साइडेड एरर हो। हामीले के गर्नु पर्यो, जर्नल बनाउनु पर्यो। Salary paid to Ram ₹7,000 was wrongly debited to Ram's account। अब यहाँ के गर्यो भन्दा सैलरी पेड गरेको थियो तर राम्स अकाउन्टलाई डेबिट गर्यो। यहाँ दुईटा अकाउन्टलाई असर गर्यो, सैलरी अकाउन्ट र राम्स अकाउन्ट, यो पनि टु साइडेड एरर हो। अब सी नम्बरमा पर्चेस अफ मेसिनरी ₹20,000 was debited as 2,000 in मेसिनरी अकाउन्ट। अब यहाँ के भयो त भन्दा विद्यार्थी भाइ बहिनीहरुले बुझ्नुपर्ने कुरा के छ भने यहाँ मेसिनरी अकाउन्टलाई मात्रै असर गरेको छ। के भयो भन्दाखेरि 20,000 को मेसिनरी किनेको थियो, लेख्ने बेलामा रेकर्ड गर्ने बेलामा लेजर अकाउन्टमा 2000 मात्र लेख्यो भने यो अन्डर कास्ट को केस हो। अन्डर कास्ट को केस यो वान साइडेड एरर हो, किनभने यहाँ मेसिनरी अकाउन्टलाई मात्रै असर गरेको छ, त्यसैले यो वान साइडेड एरर हो। यसलाई मैले वान साइडेड लेखेँ। त्यस्तै सेल्स बुक वाज अन्डर रेकर्डेड अथवा अन्डर कास्ट पनि भन्छ, अन्डर रेकर्डेड ठाउँमा कहिले काहीँ अन्डर रेकर्डेड भनेको कम्ती हाल्नु, जति हाल्नु पर्ने त्यतिमा कम्ती हाल्नु भनेको। सेल्स बुक वाज अन्डर रेकर्डेड बाइ 5000 भनेको यो वान साइडेड एरर हो, किनभने यसले सेल्स बुकलाई मात्रै असर गर्यो अथवा सेल्स अकाउन्टलाई मात्रै असर गर्यो। अब रिक्वायर्ड रेक्टिफिकेसन एन्ट्रीज भनेर 5 मार्क्समा 4 वटा क्वेशन आउँछ। जस्तै यो क्वेशन र यो क्वेशन 1.5 गरेर 3 मार्क्स हुन्छ, अनि यो क्वेशन 1 मार्क्स, यो क्वेशन 1 मार्क्स गरेर जम्मा 4 टा क्वेशन दिन्छ एसई मा र यो क्वेशन 5 मार्क्समा आउँछ। ल साथीहरु, अब यसको सोलुसन कसरी गरिन्छ हेरौं। मैले यहाँ क्वेशन लिएको छु, मसँग यहाँ 4 वटा सेम क्वेशन अघि मैले बोर्डमा लेखेको क्वेशनहरु छ। अब क्वेशन नम्बर ए ले भनेको छ हाउस रेन्ट पेड ₹5000 वाज रङली डेबिटेड टु वेजेस अकाउन्ट। अब यो भनेको एउटा हाउस रेन्ट एउटा वेजेस दुईटा अकाउन्टलाई असर गर्यो भने टु साइडेड एरर हो। हामीले जर्नल बनाउनु पर्छ, मैले जर्नलको फर्मेट र लेजरको फर्मेट बनाएको छु, हामीले जे जे चाहिन्छ त्यसमा भर्ने हो। अब यसको लागि हामीले के गर्नुपर्छ भने करेक्ट एन्ट्री लाई रङ एन्ट्रीले डिवाइड गर्नुपर्ने हुन्छ। करेक्ट एन्ट्री डिवाइड बाइ रङ एन्ट्री गर्नुपर्ने हुन्छ हामीले वर्किङ नोटमा
अनि आउँछ रेक्टिफाइड एन्ट्री। अब यहाँनिर हुनुपर्ने के थियो, हाउस रेन्ट पेड। हाउस रेन्ट पे गर्दाखेरि के डेबिट हुन्छ, हाउस रेन्ट एकाउन्ट डेबिट, हाउस रेन्ट एकाउन्ट डेबिट टु हाउस रेन्ट तिर्दा के तिर्छ, क्यास तिर्छ, हाउस रेन्ट एकाउन्ट डेबिट टु क्यास एकाउन्ट एमाउन्ट थियो 5000 क्रेडिटमा 5000 हुनुपर्ने थियो, तर गर्यो के अरे एकाउन्टले भन्दाखेरि वेजेस एकाउन्ट हाउस रेन्ट पेड ₹5000 वाज रङली डेबिटेड टु वेजेस एकाउन्टलाई डेबिट गर्यो अरे। रङ एन्ट्री के भयो, वेजेस एकाउन्ट डेबिट 5000 टु क्यास एकाउन्ट भरे। अब यो रेसिप्रोकल हुन्छ, यो डिभाइडलाई मल्टिप्लाईमा चेन्ज गर्नुपर्छ। अब कस्तो हुन्छ, हाउस रेन्ट एकाउन्ट डेबिट 5000 टु क्यास एकाउन्ट। अब यो डिभाइड जुन हामीले गरेका थियौँ यसलाई मल्टिप्लाई गरेर के गर्ने, क्यास माथि जान्छ, वेजेस तल आउँछ, रेसिप्रोकल हुन्छ टु क्यास एकाउन्ट 5000 क्यास एकाउन्ट माथि जान्छ, त्यस तल आउँछ टु वेजेस, यहाँ टु क्यास एकाउन्ट लेख्ने, वेजेस एकाउन्ट 5000। अब के भयो विद्यार्थी भाइ बहिनीहरु, अब हेरौँ क्यास डिनोमिनेटरमा छ, क्यास न्युमरेटरमा छ, क्यान्सल गर्न पायो, रह्यो के हाउस रेन्ट एकाउन्ट डेबिट टु वेजेस एकाउन्ट। अब वेजेस चाहिँ तल बस्यो भनेपछि अब हामीले के गर्नु पर्यो, ए नम्बरको एन्ट्रीमा लेख्नु पर्यो, हाम्रो वर्किङ नोटमा जे छ हाउस रेन्ट एकाउन्ट डेबिट टु वेजेस एकाउन्ट हो। अब हाउस रेन्टको एमाउन्ट कति छ 5000, यता वेजेसको एमाउन्ट कति छ 5000। अब लेख्नु पर्यो बिङ रेक्टिफिकेसन अफ हाउस रेन्ट डेबिटेड टु वेजेस अकाउन्ट। ल यति गरेपछि हाम्रो ए नम्बरको सोलुसन सक्यो। हाउस रेन्ट एकाउन्ट डेबिट भएको थियो, हाउस रेन्ट एकाउन्ट डेबिट हुनुपर्नेमा वेजेस एकाउन्ट डेबिट भएको थियो, हामीले वेजेसलाई क्रेडिट गरिसकेपछि अघि भएको मिस्टेक अब यो सकियो। यसरी 1 नम्बर सक्यो। ल अब हामी हेरौँ क्वेशन नम्बर बी कसरी गरिन्छ। क्वेशन नम्बर बी ले भनेको छ सैलरी पेड टु राम ₹7000 वाज रङली डेबिटेड टु राम्स एकाउन्ट। अब सैलरी पे गर्दा के डेबिट हुन्छ, सैलरी एकाउन्ट डेबिट टु क्याश एकाउन्ट, यहाँ भयो रे के राम्स एकाउन्ट डेबिट टु क्याश एकाउन्ट भयो रे। ल अब हेरौँ करेक्ट एन्ट्री डिवाइड बाय रङ एन्ट्री। अब करेक्ट एन्ट्री के हुनु पर्थ्यो, सैलरी पेड सैलरी एकाउन्ट डेबिट टु क्याश, सैलरी एकाउन्ट डेबिट कति 7000 टु क्याश एकाउन्ट 7000 है। अब भयो अरे राम्स एकाउन्ट डेबिट डेबिट 7000 टु क्याश एकाउन्ट। अब यहाँ पनि अघि सुरुमा जस्तै क्वेशन नम्बर ए मा जस्तै के गर्ने, करेक्ट एन्ट्री एज इट इज लेख्ने र डिवाइडलाई मल्टिप्लाई साइन गरेर यसलाई रेसिप्रोकल गर्ने। अब कस्तो हुन्छ हेरौँ, यो चाहिँ हामीले वर्किङ नोटमा देखाउनु पर्छ है, यसलाई सोलुसनमा देखाउनु पर्दैन। वर्किङ नोट सैलरी एकाउन्ट डेबिट टु क्याश एकाउन्ट, यहाँ 7000, यहाँ पनि 7000 मल्टिप्लाई। अब क्याश माथि जान्छ 7000 तल आउँछ राम्स एकाउन्ट 7000। अब यहाँ पनि
क्याश डिनोमिनेटरमा छ, क्याश न्युमरेटरमा छ, क्याश क्याश क्यान्सल भयो, रह्यो के स्यालेरी र राम्स एकाउन्ट रह्यो। अब त्यही कुरा हामीले जर्नलमा पोस्ट गर्ने, किनभने यो टु साइडेड एरर हो। यहाँ दुईटा एकाउन्टमा असर गरिरहेको छ, स्यालेरी एकाउन्ट र राम्स एकाउन्टमा असर गरिरहेको छ, टु साइडेड एरर हो। टु साइडेड एरर हामीले के गर्छौँ, बिफोर भने पनि आफ्टर भने पनि जर्नलमा पोस्ट गर्ने हो। अब यसको चाहिँ जर्नल भाउचर जस्तो इन्डिभिजुअल बनाउनु पर्दैन, एउटै जर्नल बनाएर दुईटा तीनटा ट्रान्जेक्सन रेकर्ड गर्न मिल्छ है। जर्नल भाउचरमा चाहिँ बिर्सिनु भएन, जर्नल भाउचरमा चाहिँ एउटा क्वेसनको एउटा भाउचर बनाउने हो। यसमा चाहिँ जर्नल एन्ट्री चाहिँ जति पनि गर्न मिल्छ भनेको 2 वटा 3 वटा कतिवटा क्वेसन छ त्यही अनुसार गर्न मिल्छ। अब बी नम्बरमा हामीले लेख्नु पर्यो स्यालेरी एकाउन्ट डेबिट, स्यालेरी एकाउन्ट डेबिट टु राम्स एकाउन्ट, राम्स एकाउन्ट अमाउन्ट छ कति, डेबिटको सिधा 7000, यहाँ क्रेडिटको सिधा 7000। अब लेख्नु पर्यो न्यारेसन लेख्नु पर्छ, न्यारेसन लेख्नु भुल्नु भएन। being salary paid wrongly, यहाँ रेक्टिफिकेसन में लेख्नु पर्छ, being rectification of salary paid wrongly debited to राम्स अकाउन्ट। यति गरेपछि हाम्रो बी नम्बरको पनि पूरा भयो। ल अब सी नम्बर हेरौँ। सी नम्बर क्वेसनले भनेको छ पर्चेस अफ मेसिनरी रुपीज 20,000 वाज डेबिटेड एज रुपीज 2,000 इन मेसिनरी एकाउन्ट। यहाँ बुझ्नुपर्ने कुरा के छ भने यो वान साइडेड एरर हो, किनभने यहाँ मेसिनरीलाई मात्र असर गरेको छ। 20,000 को मेसिनरी किनेको थियो तर पोस्टिङ कति गर्यो, 2,000 मात्र गर्यो भनेको अन्डर कास्टको केस हो। अब हामीले के गर्नुपर्छ, बिफोर ट्रायल ब्यालेन्स भनेको छ वान साइडेड एरर हो। हामीले के गर्नुपर्छ, लेजर एन्ट्री अथवा लेजर बनाएर यसलाई एन्ट्री गर्नुपर्छ। अब यो भने मैले लेजर प्रिपेयर गरेर राखेको छु फर्मेट। अब यहाँ लेख्नुपर्छ हामीले मेसिनरी अकाउन्ट हो। अब यता डेबिट साइड डेट पार्टिकुलर्स जर्नल फर अमाउन्ट, यता क्रेडिट साइड डेट पार्टिकुलर्स जर्नल फर अमाउन्ट। अब के भयो भन्दाखेरि मेसिनरी 20,000 को किनेको थियो, वाज डेबिटेड रुपीज 2,000 इन मेसिनरी अकाउन्ट। मेसिनरी भनेको डेबिट हो, हामीले डेबिट लेख्नुपर्छ हो। अब तर के भयो भन्दाखेरि 20,000 एन्ट्री गर्नुपर्ने ठाउँमा 2,000 मात्र एन्ट्री गर्यो भने चाहिँ 18,000 कम भयो हो। अब हामीले यहाँ 18,000 थप्नुपर्छ। हामीलाई डेट दिएको छैन क्वेसनले, सी नम्बर क्वेसन हो है। अब हामीले यहाँ के लेख्नुपर्छ, फेरि पनि भन्दैछु, मेसिनरी अकाउन्ट किन्दाखेरि 20,000 को मेसिनरी आएको थियो, डेबिट साइडमा मेसिनरी अकाउन्ट डेबिट हुन्छ, डेबिट साइडमा 20,000 हुनु पर्थ्यो, 2,000 मात्र भयो, 18,000 पुगेन। त्यो नपुगेको 18,000 हामीले डेबिट साइडमा लेख्नु पर्ने हो। टु रेक्टिफिकेसन अफ अंडरकास्ट अफ मेसिनरी अकाउन्ट। अब कतिले अंडरकास्ट भएको थियो, 20,000 हुनुपर्नेमा 2,000 चाहिँ लेखिसकेको छ भनेको 18,000 ले अंडरकास्ट हो। हामीले अमाउन्टमा के गर्यौं, 18,000 लेख्यौं। यति भएपछि यसको पनि सोलुसन सकियो। त्यसैगरी अब हेरौं क्वेशन नम्बर डी कसरी गर्ने, के लेखेको छ डीमा। क्वेशन नम्बर डी मा भनेको छ सेल्स बुक वाज अंडर रेकर्डेड बाइ 5,000। सेल्स भनेको के हो, क्रेडिट आइटम हो। यहाँनिर सेल्स लाई मात्र असर गरेको छ, सेल्स बुक अथवा सेल्स अकाउन्ट जे भने पनि एउटा अकाउन्टलाई मात्र असर गरेको छ। यो पनि वान साइडेड एरर हो। हामीले वान साइडेड एरर बिफोर प्रिपरेसन अफ ट्रायल ब्यालेन्स भनेको छ क्वेशनले, मैले चाहिँ मेटिसकेको छु। बिफोर प्रिपरेसन भनेको हुनाले हामीले यो पनि लेजरमा देखाउनु पर्छ। अब हामीले लेजरै बनाउने हो। अब सेल्स भनेको क्रेडिट आइटम हो। क्रेडिट आइटम कहाँ हुन्छ, क्रेडिट साइडमा पोस्टिङ गर्नुपर्छ। के भयो भन्दाखेरि सेल्स बुक वाज अंडर रेकर्डेड बाइ 5,000। सेल्स बुक को सेल्स अकाउन्ट बनाउँदाखेरि हामीले यहाँ लेख्नु पर्ने हुन्छ सेल्स अकाउन्ट। यो लेजर चाहिँ हामीले इन्डिभिजुअल बनाउनु पर्छ है। जस्तै क्वेशन नम्बर सी को लागि लेजर जुन बनाएको थियो त्यसै लेजरमा लेख्ने हैन, नयाँ लेजर बनाउनु पर्छ। नयाँ यो नयाँ बनाउनु पर्छ। क्वेशन नम्बर सी र डी को लेजर नयाँ बनाउनु पर्छ। यहाँ सेल्स अकाउन्ट लेख्ने, सेल्स अकाउन्ट। अब यहाँ के गरे भन्दाखेरि डेटमा हामीले क्वेशन नम्बर डी हो, डी लेखौं।
सेल्स बुक अंडर रेकर्डेड बाई 5000 सेल्स बुक में 5000 रुपैयाँ पुगेन भने 5000 रुपैयाँ हाल्दिने हो। अब हामीले क्रेडिट साइड में बाई लेख्छौं, अघि डेबिट साइड में 2 लेखेका थियौं। बाई रेक्टिफिकेशन of अंडरकास्ट अफ क्वेशनले भनेको छ अंडर रेकर्डेड भनेको अंडरकास्ट र अंडर रेकर्डेड लेखे पनि हुन्छ, मिस्टेक हुँदैन। स्टुडेन्ट त्यो लेख्न पनि यहाँ पाउँछन् है। बाई रेक्टिफिकेशन अफ अंडरकास्ट अफ सेल्स बुक, सेल्स बुकमा 5000 रुपैयाँ कम्ती हालेको छ भने चाहिँ हामीले थपिदियौं। अब यो रेक्टिफाइड भयो। कति अरे अमाउन्ट भनेको छ 5000 नै हो, अमाउन्ट 5000। यति भएपछि हाम्रो यो 5 मार्क्सको क्वेशन सल्भ भयो र यो क्वेशन कम्प्लिट भयो।